हामी ट्राई गर्नेवाला छु एक प्याकेट करेन्ट चौचौ। लेट्स सी कतिवटा चौचौले चाहिँ हामीलाई इनफ बनाउँछ र कतिको स्पाइसी हुन्छ हेरौँ होइन। यो चौचौले के हामीलाई इनफ बनाउँछ त। अनि त्यसै गरी हामी आज च्यालेन्ज पनि खेल्नेवाला छौँ। जित्नेले पाउनेछ रु 1000 रुपियाँ। सो यो 1000 रुपियाँ हामी दुईजनामा कसले जित्छ होला त। अब चाहिँ म खोलखाल पार्न गइरहेको छु होइन। लेट्स अनबक्स फर्स्ट टाइम र रेकर्ड तोड्नेवाला छौँ हामी। सो एक प्याकेटमा चाहिँ 5 वटा हुँदो रहेछ। सो लेट्स अनबक्स। अब चाहिँ हामी अनबक्स गरेर यो आरीमा यसलाई ट्रान्सफर गर्छौँ। सो हाम्रो चाहिँ एक आरी भइसकेको छ होइन। 5 वटा मात्र हुँदो रहेछ त्यतिमा। अनि हामीले अनलिमिटेड के भन्छ मसलाहरू भेलाएको छौँ यहाँनिर। मसलाहरू देख्न सक्नुहुँदैछ। एन्ड देन यो पनि भयो मसलाहरू। सो एक्स्ट्रा हामीले के थप गरेको छौँ भन्दाखेरि करेन्ट चौचौ एक्स्ट्रा एउटा चौचौ चाहिँ खाइहाल्यो होइन। मैले पानी पनि बसाइसकेको छु यहाँ ताप्केमा। अब ठुलो ताप्के त छैन, चौचौ पनि कति छ र 5 वटाको कति पनि नहुने रहेछ। हामीले अब नेक्स्ट टाइम यो भिडियोमा चाहिँ चट्ट पारामा होइन 1K लाइक जब लङ भिडियोमा आउँछ तब चाहिँ यो अनलिमिटेड चौचौको ट्राई गर्नेछु। अब सर्ट भिडियोमा त आइहाल्छ नर्मली होइन। तो साला बहुत नीच आदमी रहे। सो अब चाहिँ म यसलाई यहाँनिर लाउन गइरहेको छु। ताप्केमा नअटेको कारण मैले कराईमा बसेर छु। कराईमा पनि असम्भव गरी अट्नै गाह्रो हो। मसला मिक्स गरेर यस्तो बवाल बनाउँछु कि अझै 2टा चौचौ बाँकी छ त्यो अटेकै छैन। अब चाहिँ म मसला लाउन गइरहेको छु। 5 वटै मसला पनि छ। पनि सकिरा रहेछ कि हाम्रो चाहिँ चट्ट लाएर। चिसोले यो पनि पुरा जमिरा रहेछ। सो अब चाहिँ म दुईटा भयो चाहिँ अघि एउटा लाएको थिएँ। अब यो 2टा भयो। सो यो चाहिँ फेरि अब रहेको छ 3टा। यो 1000 रुपियाँ हामी दुईजनामा कसले जित्छ होला त। अब 3 ये कहाँ फंस गया भाई मैं। अमिलो पहिला लगाऊ। ल 3 2 1 गो। गो 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 गो। चार गो 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 गो। गो 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 गो। खेलेगा फ्री फायर। भाई यहाँ पे क्या हो रहा भाई। अभी बदत है भाई, अभी बदत है। अभी तूने गाड़ में उंगली किया ना, अभी बदत है। बड़ा हरामी हो बेटा। गो 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 गो। को विनर भयो। ड्र बिस्तारै खान्छ। म त जित्दैन होला। 1000 रुपियाँ चाहिँ कसैले पनि जितेन होइन। प्लेट 2टैको खाली छ। लेट्स सी अब यहाँनिर कसले जितेको छ फाइनल डिसिजन हुनेछ। टाई भएको थियो। कसको धेरै उब्रेको छ त। तिम्रो एउटा 2टा यता देखाउँ न। चिल्ले भएको छ मेरो। ड्र भयो। कोही पनि विनर भएन। यस भिडियोमा 1K लाइक कम्प्लिट भयो भने फेरि योभन्दा धमाकेदार च्यालेन्ज आउनेछ। अब चाहिँ मोमो च्यालेन्ज। सो हाम्रो गेमको विनर कोही पनि भएन, ड्र भयो। दुईजनाकै ड्र भइसकेको छ र यो 1000 रुपियाँ चाहिँ अब हामी आधी चेतौँ कि क्या। सो आधी चाहिँ उबारेको थियौँ। भुजासँग लाइ खानु पर्यो नि त 40 रुपियाँ। अनि त्यही भयो। सो च्यालेन्ज खेल्नु मानेन होइन डरले। सो टाई भयो कि के हो त्यो चाहिँ रिजल्ट हेर्न बाँकी नै छ होइन। अनि यहाँ छ हाम्रो अर्को हन्तकाली। तर च्यालेन्जमा आयो भने पिरो खानु सक्दैन नि त। कराईमा खाँदैछ। बिहेमा पानी पर्छ जस्तो छ यो मान्छेको। तर जे होस् 1000 रुपियाँ त कसैको भएन होइन।
अरू बेला कम्ता धेरै हुँदैन तर आज भनेको यति छ एउटा कराई अनि एउटा दुईटा तिनटा प्लेट छ सो यो कसले धुन्छ अब थाहा छैन हैन सो यति भन्दै थ्याङ्क्स फर वाचिङ अनि अब चाहिँ कस्तो खालको च्यालेन्ज लिएर आउँ सो अब चाहिँ हामी कस्तो खालको च्यालेन्ज लिएर आउँ कमेन्टमा अप्लाई गर्न नबिर्सिनु होला हैन अनि त्यसै गरी मैले जितिसकेको छु कुनै खाने खेलमा त मलाई जित्न सक्दैन के यो माइलिन द हाउसहरुले त सब इम्पोसिबल अब मोमो च्यालेन्ज हुन्छ नेक्स्ट भिडियोमा अनलिमिटेड मोमो च्यालेन्ज